धेरै राम्रो तरिकाले चाहिँ जनतालाई स्वास्थ्य सम्बन्धी सेवाहरू दिन सकिने कुरा छँदैछ। अर्को महाकाली जोगुडा नदीमा तटबन्ध जो सानो सानो बजेटमा तपाईँको चाहिँ यो जनताको तटबन्धदेखि लिएर सूर्यदेखि लिएर तपाईँको सिँचाइको तेस्रो चरणको योजनाबाट चाहिँ पर्ने गर्छ। त त्यो पर्याप्त बजेट नभएको कारण ठाउँ ठाउँमा टालटुल गर्ने कामहरू चाहिँ भइरहेको छ। तर अब जायकाले बाँधेको तटबन्ध जो अलिकति जीर्ण अवस्थामा भइसक्यो त्यस कारण त्यसको स्तर उन्नति देखेर पक्की पुल दुवै पक्की तटबन्ध दुवै नदी जोगुडा र महाकालीमा अवस्था देखिएको छ। त अर्को महाकालीको 4 लेनको पक्की पुलको कुरा त आइसकेको छ। अब यो मलाई लाग्थ्यो त्यतिखेर अलिकति हामीले नै विपदको व्यवस्था समितिबाट निर्णय गरेर सेनालाई 29 दिनमा 29 करोडको बजेटमा काम गर्ने जो हामी निर्णय गरेर दियौँ र 29 करोडको काम पनि भएको जस्तो लागेन। र उता ठेकदार विगत श्रेष्ठले पनि तटबन्ध त्यो चाहिँ ठेक्का तोडिसकेपछि त्यो परियोजना रथालिएको भएको अवस्था छ। अब त्यहाँ पर्यटनको लागि पनि तपाईँ 4-4वटा तलाबहरू 1.5 किलोमिटर लम्बाइको तलाबहरू छ। बाटा पनि अहिलेसम्म तपाईँको सिद्धिको अवस्था छैन। त्यस कारणले त्यो एकदम आकर्षकको पर्यटनको लागि आकर्षक बिन्दुको रूपमा प्रयोग गर्न सकिने पुलले चाहिँ पूर्णता नभएको अवस्थामा जानकारी गर्न चाहे। त्यसै गरी खानेपानीको बजेट काटिएको छ। केन्द्रीय सरकारले नै तपाईँको मतलब हाम्रो खानेपानी तथा ढल कार्यालयबाट ढल व्यवस्थापन कार्यालयबाट सङ्घको काठमाडौँबाट 14 करोड 96 लाखको डिपिआर उतैबाट भएको हो र 3 करोडको बजेट पऱ्यो। नेपाली बजेट आउने बेलामा बजेट चाहिँ पर्न सकेन। यो विभिन्न कारणले गर्दाखेरि आएका बजेटहरू पनि 9 करोडको बजेट आएको पनि निर्वाचनको लागि चाहिँ अब खर्चको कारणले होला हामीले ठेक्का लगाउने प्रक्रिया सुरु गरिसक्यौँ। तर पछिल्लो पटक गएर त्यो बजेट रोक्का भएको छ। त्यसले गर्दाखेरि बन्ने बाटाहरू जो डिपिआर गरेर तयारी अवस्थामा रहेको बाटाहरू पनि अहिले बिजुन सकेको छैन। र जग्गा नापी तथा पूर्जाको समस्याको बारेमा धेरै भन्नु पर्दैन। मलाई लाग्छ यो सरकार सँगसँगै आयो भन्ने जो सिस्टम छ त्यसले गर्दाखेरि र त्यसमा पनि जति आन्दोलन पछाडि बनेको सरकारले आएको काम रोकिसकेपछि सर्वोच्चले फेरि त्यसलाई ठुक्का गरेको अवस्थामा फेरि काम गर्ने तयारी भइरहेको थियो। फेरि अहिले चाहिँ यही सरकारको कारणले फेरि काम रोकिएको अवस्था छ। अब यो काम मलाई लाग्छ स्थानीय सरकारबाट यो नापी तपाईँको मालको कार्यालयको कामै तपाईँको चाहिँ नगरपालिकालाई स्थानीय सरकारलाई चाहिँ जिम्मा दिएको भए हामी त्यहाँबाट त छिटो काम गर्न सक्थ्यौँ होला जस्तो लाग्छ। त्यहाँतिर पनि ध्यान जाओस् भन्ने जानकारी गराउन चाहे। त्यसै गरी यो हाम्रोमा सबैभन्दा ठुलो समस्या बफर जोनको छ। नगरपालिकाभरि भएको जग्गा खाली जग्गा नगरपालिकाले प्रयोग गर्न पाएको अवस्था छैन। त्यो बफर जोनको कारणले गर्दाखेरि सुरक्षा राष्ट्रिय निकुञ्जले त्यो हाम्रो भनेर अड्काइरहेको अवस्था हो। त्यस कारणले बफर जोनको यो सीमा जो राष्ट्रिय निकुञ्ज बनाउने बेलामा क्षेत्र विस्तार गर्ने बेलामा सीमा पश्चिम किनारा भनेर देखाइएको छ। त्यो पश्चिम किनाराले गर्दाखेरि उत्तराखण्ड छुट्छ पुरै भारतको सीमासम्म। त्यस कारणले यो बफर जोन हटाइयोस् भन्ने त्यहाँको जोरदार माग छ। त्यो हटाउन सकिएन भने पनि त्यसको पश्चिम किनाराको सीमा त्यसलाई चाहिँ पूर्वी किनारा गर्न सकियोस् वा नगरपालिकाभित्र भएका खुला जग्गाहरू प्रयोग गर्न पाउने जस्तो किसिमको प्रावधानको व्यवस्था गरियोस् भनेर मैले प्रदेशसँग सम्बन्धित समस्याहरू यसरी जोड्न चाहे। त्यसै गरी प्रदेशसँग सम्बन्धित पनि केही योजनाहरू अलपत्र परेको मैले देखाएको छु। चिसाङ केन्द्र कोल्ड स्टोर कुरा आयो। कोल्ड स्टोर बनेर हस्तान्तरण भएको पनि धेरै भयो। तर त्यहाँ लाइन जोडिएको छैन, 3 फेजको लाइन जोडिएको छैन र तपाईँको ट्रान्सफर्मर राख्न नसक्दाखेरि अहिलेसम्म त्यो चालु गर्न सकेको छैन। यो कुरा मैले प्रदेश सरकारकै बजेटबाट बनेको त्यो चिस्यान केन्द्र हो।
अर्को गौशालाका लागि पनि प्रदेशबाट चाहिँ 35 लाख रुपियाँ आइसकेपछि नगरपालिकाले त्यत्तिकै खर्च गरेर 70 करोडको गौशालाको निर्माण गर्यो। 2 करोडको 70 लाख गौशाला निर्माण गर्यो। 2 करोडको तटबन्ध गरेर 25-30 बिघा चाहिँ जमिन सेभ गरेर नदीले कासेको जग्गा। तर जुन ढङ्गले तपाईँको त्यो बन्न पर्थ्यो हाम्रो चाहिँ स्थानीय सरकारको तटबन्धमा 2 करोड लागेको छ भनेपछि त्यहाँ 35 लाख मात्रै लगाएर उहाँहरूले ठेक्का लगाउनु फेरि त्यो बनाउने कुरा संरचना बनाउने कुरामा पनि र धेरै अरू बनाउनु पर्ने कुराहरू छ, त्यो व्यवस्था हुन सकेको छैन, त्यो पनि अधुरो छ भनेपछि। अर्को रिङ रोडको जो बाटो पिच गर्ने सुरुवात भएको थियो प्रदेश सरकारकै तर्फदेखि र अहिले 2-3 वर्ष भयो जो रथालिङको अवस्थामा छ दुधरा चाँदनीको रिङ रोड। र अर्को खेल मैदानमा भएको मिनी कपडा हो, यही वित्तीय हस्तान्तरण समयमा नहुँदाखेरि अन्तिम अवस्थामा लास्ट इयर भयो, ठेक्का लाग्यो तर ठेक्काले काम गरेन र 35 लाख रुपियाँ फ्रिज गयो र अहिले पनि आएको छ 25 लाख रुपियाँ। फेरि यो वित्तीय हस्तान्तरणमा लागि लडाइँको धेरै भयो। अब मन्त्रालयमा जाँदाखेरि सचिवहरूको बदमासी हो भन्ने सम्मको कुरा सुनियो त्यहाँ मन्त्रालयमा गइसकेपछि। अब त्यो उहाँले नै जान्नु होला, यहाँले बुझ्नु होला भन्ने मैले चाहे। त्यो मिनी कपडा हल पनि अधुरै छ हाम्रो। र अर्को अब नगर खेल मैदानमा हामीले प्यारामिड सहितको 3 कोटी आएको भवन तपाईँ सहरी विकासबाट आएको बजेटबाट त्यो सुरुवात गरेका छौँ प्यारामिड सहितको। त्यही मिनी कपडाकै प्राङ्गणमा भएको मिनी कपडा हो भनेको त्यो रङ्गशालाको पनि हामीले त सुरुवात गरेको हो त्यो प्यारामिडको। त्यसमा पनि त्यसलाई निरन्तर दिनको लागि पनि अहिले त्यो काम अगाडि बढ्न सकेको छैन, स्थानीय सरकारले आफ्नो बजेट गर्न सकेको छैन। यो कुराहरू मैले राख्न चाहे। र यति भन्दै अब हाम्रो नगरपालिकाले सम्पूरक र विशेष अनुदानमा चाहिँ योजना माग गरे अनुसार सबै पालिकाले पठाएकै हुन्छ, तर 6वटा माग गर्नुहुन्छ 2टा पर्छ। मुस्किलले कहिले कसैको 3टा पऱ्यो भने पर्छ, तपाईँ पर्दैन। त्यसमा पनि के छ, सम्पूर्णमा एकपल्ट ठेक्का लगाइदिएपछि बचेको पैसाबाट फेरि ठेक्का लगाउनु दिनुहुन्न, अनि त्यो बिलोमा गएको पैसा फिर्ता पठाउनु पर्ने त्यस्तो व्यवस्था छ। त्यस कारणले गर्दाखेरि काम जुन यसको स्टोर गरेर बजेट अनुसार हामीले चाहिँ योजना पठाइएको हुन्छ, त्यो आएको बजेट पनि फिर्ता जाने कारणले गर्दाखेरि काम एकदम कम हुने अवस्था समस्या हामीले भुग्नु परेको अवस्था छ। अब समन्वय नहुने कुरा त अघि नै धेरै कुरा आइसकेको छ। समन्वय नहुँदाखेरि समन्वय केन्द्रबाट भएका सम्पन्न भइसकेका योजनाहरूको बारेमा पनि र अधुरा भएका योजनाहरूको बारेमा पनि केही कतै मिलेन भने स्थानीय सरकारले नै सुन्नुपर्ने, स्थानीय सरकारमा चाहिँ नगरपालिकामा तालाबन्दी हुने, आन्दोलन हुने यो कुराहरू नौलो होइन, सबैलाई थाहा भएको कुरा हो भन्न चाहे। अब स्थानीय सरकारले अहिले चाहिँ अलिकति प्रायोरिटी राखेको ठुला मैले चाहिँ योजनाको बारेमा यहाँ भन्न चाहे। अब बडालटोल 300 जति घर होला बडालटोल, जो हामी अहिले शिवनगर टोल भन्छौँ, वडा नम्बर 3 मा पर्छ। त्यो टोलमा जानको लागि एउटा झुलुकी पुल बनाइएको थियो। त्यो झुलुकी पुल गत वर्ष आएको बाढीले तपाईँको एकदम जीर्ण अवस्थामा छ र त्यहाँ पक्की पुलको सोइल टेस्ट पनि भइसकेको अवस्था हो, तर त्यहाँ कुनै प्रक्रिया अहिले अगाडि बढेको देखिएन। त्यहाँ एउटा पक्की पुलको अवस्था परेको छ भने सुन्दरनगर वडा नम्बर 8 मा पटक तपाईँको चाहिँ बजेट छुट्टिन्छ पुलको लागि। 24 करोडको इस्टिमेट बने जस्तो लाग्छ मलाई। अनि 50 लाख 10 करोड पनि छुट्टिएन अहिलेसम्म। त्यस कारणले चाहिँ त्यो ठेक्कै लागेन। यो 3-4 वर्ष बजेट आउँछ तर ठेक्का लाग्दैन। अब योभन्दा अगाडि त गृहमन्त्री चाहिँ आफै गएर फेरि नयाँ तरिकाले चाहिँ काम गरेर त्यहाँ चाहिँ यो पटक जसरी पनि हुन्छ भनेर त्यहाँ भाषण गरेर बोलेर पनि आउनु भएको सबै जनताको सामु फेरि पनि भएको अवस्था छैन। यसमा चाहिँ हाम्रो नगरपालिकाले चाहिँ यसलाई पनि प्राथमिकतामा राखेको अवस्था मैले यहाँ बुझाउन कुरा मैले राख्न चाहेँ। त्यसै गरी कन्जोजमा कालो